टिनेजर्स, हाई स्कुल स्टुडेन्ट, मिडल स्कुल स्टुडेन्टहरू, स्कुल जानेहरू, स्कुलमा बुल्ली एकदमै प्रचलित छ। अस्ति भर्खरै मात्र म ओहायोमा 12-13 वर्षको नानीले बुल्लीको कारणले गर्दाखेरि, हिंसा गरेको कारणले गर्दाखेरि, गिल्ला गरेको कारणले गर्दाखेरि स्कुलमा आफू नै झुन्डेर मरेको हामीले देखिरहेको थियौँ। स्कुलमा यो कुरोहरू एकदमै धेरै प्रचलित छ। बुल्ली गर्ने कुरोहरू, यु आर अग्ली, यु आर फ्याट, होइन, यु आर ब्ल्याक, त्यो काम लाग्दैन, यु आर नट वर्दी अफ एनिथिङ, यु आर युजलेस, यस्तो शब्दहरू अहिलेको टिनेजर्सहरूले धेरै प्रयोग गर्छ। लेट नट द्याट लाई इन्फ्लुएन्स योर लाइफ। जवानहरूलाई म यो भन्न चाहन्छु, यदि तपाईँले हामीले यो शब्दहरू प्रयोग गर्दैछौँ भने हामीले स्टप गर्न आवश्यक छ। र कसैले तपाईँले हामीलाई यो कुरोहरू भन्दैछ भने त्यो कुरोले तपाईँले हामी इन्फ्लुएन्स नहौँ। यु आर नट वाट अदर पिपल सेज यु आर, बट यु आर वाट गड सेज यु आर। तपाईँहरू, तपाईँको साथीहरूले, मानिसहरूले के भन्छ भन्ने कुरो तपाईँ त्यो होइन, तर परमेश्वरले तपाईँ को हुनुहुन्छ भन्ने कुरो चाहिँ तपाईँ वास्तवमा तपाईँ हो। बुल्लीहरू एकदमै धेरै व्याप्ति छ, यसले धेरै नै असर पार्छ मान्छेको जीवनमा। अनि त्यसको कारणले गर्दाखेरि पनि अहिलेको जवानहरू घरभित्रै बस्ने, बाबालाई के पो भन्छ कि डिप्रेसनमा जाने, म नराम्रो छु, उसले के पो भन्ला कि बाहिर निक्लिँदाखेरि पनि भन्ने त्यो डर र त्रास, त्यो जुन एउटा शरमको कुरोहरू छ, एसएमको कुरोहरू छ, त्यो कुरोले मान्छेहरूलाई भित्रभित्रै खाइरहेको छ, डिप्रेसनमा लगिरहेको छ। किन मान्छेले, बाहिरको मान्छेले त्यो व्यक्तिलाई त्यस्तो शब्दहरू बोलिदिएको कारणले गर्दाखेरि, उसलाई त्यो पहिचान दिएको कारणले गर्दाखेरि, ऊ शर्मको कारणले, डरको कारणले गर्दाखेरि मान्छेलाई फेस गर्न सकिरहेको हुँदैन, डिप्रेसनमा गइरहेको हुन्छ। कतिजना मान्छेले जीवन गुमाइरहेको हुन्छ। प्रिय, आइडेन्टिटी क्राइसिस, स्कुलमा ट्रान्सजेन्डर्सको कुरोहरू, इभन टिचर्सहरूले पनि यो कुरोलाई फैलाइरहेको हुन्छ। यु क्यान बी वाट यु वान्ट टु बी, यो प्रकारको मेसेजहरू स्कुलमा अहिले जतासुकै फैलिरहेको छ। तपाईँलाई जे मन लाग्यो त्यो बन्द फेरि हुन्छ, तेरो हृदयले के भन्छ त्यही बन। जेन्डर रिभिल गर्नु पनि अहिले त डर लाग्दो छ। बाबुआमाले खुसी भएर जेन्डर रिभिल गरेको हुन्छ, वाह छोरा भयो, लियो राखेको मान्छे कति खुसी भइरहेको थियो। 13-14 वर्ष पहिले कहिले लेजली भयो थाहै भएन। बाबामा कस्तो खुसी साथ खर्च गरेर जेन्डर रिभिल गरेको छ, छोरा पायो, यसको नाम चाहिँ म नरे राख्छु। भरे कहिले नरी भयो। संसारको कुरोहरूले, टिचर्सले बोलेको कुरोहरूले, साथीभाइहरूले भनेको कुरोहरू, इन्स्टाग्राम, फेसबुक, यो टेक्नोलोजी, सोसियल मिडियाले बोलेको कुरोहरूले, सेलिब्रिटीले बोलेको कुरोहरूले तपाईँको जीवनलाई, तपाईँको पहिचानलाई परिवर्तन गर्दैछ। हामी कुन ठाउँमा छौँ, हामी कुन दर्जामा त पनि हामी हिँडिरहेको छौँ, अहिलेको जीवनमा त पनि हामीले दाँच्दाखेरि हामीलाई के कुरोले ड्र्याग गरिरहेको छ, यो कुरोलाई त पनि हामीले विचार गर्न जरुरत छ। मान्छेले के कुरो भन्छ भन्ने कुरोले त पनि हाम्रो पहिचानलाई परिभाषित गर्दैन। जब यो कुरोहरू मान्छेहरूले गर्न थाल्छ नि, एज अ रिजल्ट मान्छेहरू शर्मको कुरोमा, डरको कुरोमा, रिजेक्सन, फियर, यो कुरोले मान्छेको जीवनलाई गाँच्न थाल्छ। प्रिय, अब अर्को कुरो चाहिँ केले पनि मान्छेलाई एफेक्ट गर्छ भनेपछि चाहिँ वाट युर माइन्ड सेज, हु यु आर, होइन। त पनि हाम्रो कहिलेकाहीँ चाहिँ हामी आफूले आफूलाई पनि म काम नलाग्ने, म एक्लो, म कोही पनि, मेरो केही पनि छैन, इन्सेक्युरिटी फिल हुन्छ नि मान्छे।